पार्ट 2 सबैले भन्नुभएको थियो लङ भिडियो पार्ट 2 लङ भिडियो पार्ट 2 आज चाहिँ हामी लङ भिडियो पार्ट 2 लिएर आइसकेका छौं। उता हेर्न सक्नुहुन्छ सिट चाहिँ त्यहाँ सर्पले मार्दैन कता जाने फेरि होला ल फेरि के होला ल त्यहाँ चाहिँ डाइरेक्टर भन्ने के जन चाहिँ त्यहाँ फसेछ साइकलमा अनि तपाईँहरूलाई छिटै म मेरो घर पनि देखाउँछु र सर्ट भिडियोमा तपाईँहरूलाई ड्रोनको बारे मेरो फाइटर जेट पनि देखाउने छु। फाइटर जेट चाहिँ अब के आउनु भन्दाखेरि अर्डर गर्नु यहाँ चाहिँ मेरो दाइले भन्नुभएको छ फाइटर जेट अर्डर गरेर ल्याऊ भन्नुहुन्छ। अब अर्डर गर्नु पर्यो। सो अब चाहिँ हामी पौडी खेल्नुतिर लाग्यौँ। पौडी खेल्दिउँ ल है ओइ प्रजल पौडी खेल्दिउँ ल उता उता राइडमा आएको अब लास्ट तुरन्त एउटा चाहिँ पौडी खेल्ने अब पोखरीमा लगाएर दिन्छु। त्यहाँनिर छ है हाम्रो पोखरी चाहिँ ल आउँछु म आइसक्यौँ ल आधी बाटोसम्म आइपुग्यौँ। छिटो आइज है प्रजा त्यहाँ चाहिँ त्यहाँनिर के अनि यार साइकलमा हिँड्नु पनि बोर हुन्छ। अब घरमै भ्लग बनाउनु थाल्नुपर्छ कि के हो गाइज। थाहा भएन यार अब चाहिँ हामी पौडी खेल्ने ठाउँको नजिकै आइपुग्न आँट्यौँ र चाँडै म तपाईँहरूलाई मेरो घर पनि देखाउने छु। हजुर के हो भन्दाखेरि गाइज उतानिर छ त्यही हेर्न सक्नुहुन्छ पर्खिन म तपाईँहरूलाई जुम गरेर देखाउँछु। हो त्यहीँनिर हो त्यो पानी जस्तो सेतो सेतो देख्ने हो त्यही हो ल। अब चाहिँ हामी पौडी खेल्ने तर्फ लाग्यौँ। सो गाइज पौडी खेल्ने तर्फ आइपुग्यौँ। प्रजल ब्यागी पेन्ट अलिक मासतिर गरे खोला यहाँ पानी गएर रहेछ। सो अब आइपुग्यौँ हामी पौडी खेल्ने चरणतिर। भन्नुहुन्छ होला कति सानो हो सानो देखिन्छ तर भने झन् टाढो झन् मासतिर जाँदाखेरि झन् उ त छ है गाइस। यो चाहिँ झन् यहाँ उ त गएर छ। यहाँ चाहिँ माछाहरूको दौड भोड हुँदैछ। त्यहाँ हेर्न सक्नुहुन्छ। अब आइपुग्यौँ पौडी खेल्ने चरणतिर गयौँ गाइस हामी। सो आजको लागि चाहिँ यति नै है गाइस।